हेलो फ्रेन्ड्स, वेलकम टु आरजे नेपाल फिल्म्स। आज हामी तपाईहरुलाई हाम्रो भान्सा कोठामा प्रयोग गर्ने मसलालाई अंग्रेजी र नेपालीमा के भनिन्छ यस बारेमा बताउने छु। यदि तपाईहरुले हाम्रो युट्युब च्यानल आरजे नेपाल फिल्म्सलाई सब्स्क्राइब गर्नु भएको छैन भने गरिदिनु होला, शेयर गरिदिनु होला, बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। फोटिडा, हिङ, अजिनामोटो, ब्ल्याक सल्ट, बिरेनुन, ब्ल्याक पेपर, कालो मरिच, बे लिफ, तेजपात, कुमिन सीड्स, जीरा, सिनामोम स्टिक, दालचीनी, कैरम सीड, अजवाइन, क्लोव, ल्वाङ, कार्डामोम, सुकमेल, कोरिएन्डर, धनिया, कोरिएन्डर पाउडर, धनिया धुलो, करी लीफ, करी पत्ता, चिल्ली पाउडर, खुर्सानी धुलो, ड्राई चिल्ली, सुकेको खुर्सानी, ड्राई कोकोनट पाउडर, नरिवल धुलो, फेनेल सीड्स, सौंफ, गरम मसाला, गार्लिक, लहसुन, गार्लिक पाउडर, लहसुन धुलो, जिंजर, अदुवा, जिंजर पाउडर, अदुवा धुलो, मिंट, पुदीना, नटमेग, जायफल, रोजमेरी, सैफ्रॉन, केसरी, तामरिंड पाउडर, बेसार धुलो, व्हाइट पेपर, सेतो मरिच। आजलाई यति नै। यो जानकारीमूलक भिडियो तपाईहरुलाई कस्तो लाग्यो? हामी अर्को नयाँ भिडियोको साथमा उपस्थित हुनेछौं। धन्यवाद।